एबीएस को सेन्सर चाहिँ अलिकति बाङ्गो भएछ क्या, त्यसलाई सिधा बनाइयो। गल्ली गल्ली छिरेर आउनुपर्ने रहेछ, तर मान्छे चाहिँ खासै नहुने यहाँ, अलिकति भित्र भएर नि होला। कता कता ल्यायो हामी त दरबार स्टारभित्र नै यहाँ बाइक लिएर पो छिर्दैछ। हेलो गाइज, फेरि पनि हेलो, नमस्ते सबैजनालाई। कल्के हाई बाइक चाहिँ खत्रै। अस्ति टायर फेरि ब्रेकै लाग्नु छोड्यो क्या, छोड्यो होइन, कस्तो घटेक गरेर थाल्यो। किन हो ब्रेक हान्छु खटखट गरेर तल जान्छ। आज त्यही देखाउनु जानुलाई यसो आज घुम्न जाने जस्तो कुरो नि छ। हेरौँ कता गइन्छ, पुस्न नि पऱ्यो नि होइन। त्यो धोरो मात्र त हुँदैन, धोरो राख्यो सबै धुलै धुलो हुन्छ, के काम ल त गाइज। अब हामी चल्दिउँ। क्या खटखट गर्छ क्या, ब्रेक पनि लाग्नै मान्दैन क्या, ल खटखट गर्छ। के भयो टायरले गर्दा हो कि मैले त एबिएसले गर्दा जस्तो पनि लागिरहेको। अहिले अब घुम्न जाने जस्तो कुरो पनि छ होइन। कहाँ गइन्छ एकचोटि त्यहाँ माथि जाउँ, डिस्कसन गरौँ। गइदियो भने गइहाल्यो, गइएन भने ठिकै छ। अहिले चाहिँ कन्फिडेन्स चाहिँ बेग्लै छ क्या बाइक चलाउने। टायर फेरेपछि त मार्ला कन्फिडेन्स चाहिँ बेग्लै आउने क्या। ब्रेक त लाग्छ तर अलिकति खटखट गर्दै अलिक ढिलो लाग्छ क्या, ब्रेक छोडिदिन्छ। एबिएसको प्रब्लम हो कि एबिएसको प्रब्लम रहेछ भने त तनाव हुन्छ त हौ। साथी आइसकेछन्, यहाँ बसौँ अनि बाइक बनाउनु जानुपर्छ। घुम्न गइएछ भने गइहाल्दैछ, ठिकै छ। गइएन छ भने बाइक चाहिँ बनाउनु जानुपर्छ होइन, के गर्छ। A few moments later. ल गाइज निस्किनु लाग्यो यहाँबाट। सिरिक्क घाम लागेको छ, गर्मी भएर केही छैन। खोइ आज के गेम रहेछ है, पोइन्ट टच गर्ने, जसले मिलायो त्यो हो, जसले मिलायो त्यो हो। एउटा मन्दिर नि छ, दत्त तराई के भन्ने। ए गाइज हामी निस्कियौँ। पहिला बाइकको ब्रेक बनाउनु ल, हेर नि घटटट्ट गर्दा ब्रेकै लाग्दैन क्या। एउटै ठाउँ 2-3 दिन गयो आइरहनु पर्छ। हामी आइयौँ। अब यसको के भयो, टायर फेरेपछि त ब्रेकै लाग्नु छोड्यो त। किल्लो भएर भन्दा घ्याट भयो क्या चलाउँदाखेरि। ठ्याक्कै घ्याट हुन्छ, ब्रेक छोड्ने लाग्ने भइरहेको। ब्रेक हान्दाखेरि ल्याम्म थिच्चे छैन क्या, घ्याट हुँदै गइरहेको क्या। सेक्सी देखिन्छ नि बाइक त, देखेन के भएछ। One eternity later. गाइज बन्यो फाइनली होइन। के भएको रहेछ भन्दाखेरि चाहिँ यहाँ यो छ नि, यो एबिएसको सेन्सर चाहिँ अलिकति बाङ्गो भएछ क्या, त्यसलाई सिधा बनाइयो। अहिले भयो अरे, अब हेरौँ तल हेरौँ। त्यो ख्याट त गर्दैन नि, ब्रेक त छुरा लगाइरहेको त हो अहिले त। एबिएसले पनि काम गरिरह है, चिपले पनि देखान टायर, ब्रेक नि छुरा लगाइरह। ल बनेछ ल गाइज है। त्यो एबिएस अलिकति बाङ्गो भएर रहेछ, त्यो लगाइरह चाहिने भन्दा बढी लाग्यो। यस्तो विधिमा ब्रेकमा चलाउने बानी नै छैन। अनि गाइज जुन चाहिँ मैले रिभ्यूमा भनेको थिएँ नि, पछाडिको ब्रेक चाहिँ अलिकति सेटिस्फाइङ छैन भनेर, बाइट छैन भनेर, अहिले चाहिँ पछाडिको ब्रेक पनि दामी बाइटवाला भयो। अहिले बब्बाल ब्रेक लाग्छ होइन। पछाडि हेरौँ पहिला के आएर छैन है, यस्तो मजाले ब्रेक लाग्छ पछाडिको नि। पछाडिको ब्रेक झ्याप्प लगाएपछि चाहिँ अलिकति टायर चिप्ले जस्तो फिल हुने क्या, एबिएसले इन्क्लुड गरे जस्तो फिल हुने रहेछ। तर खैर के छैन, यस्तो पनि बानी पर्छ बिस्तारै। यस्तो टाइट ब्रेकमा चलाउने बानी नै छैन। पछाडिको ब्रेक त स्लो गर्नलाई मात्र हो नि त, खासै रोक्नु त अगाडिको ब्रेकले हो नि त। त्यही भएर अलिकति पछाडिको ब्रेक टाइटमा चाहिँ चलाउने अलिकति बानी छैन भनौँ न। गइ अब चाहिँ हामी त्यहाँ भक्तपुर दरबार स्क्वायर जाने निर्णय गरियो। भक्तपुर दरबार स्क्वायर घुमेर आउने आज होइन। कस्तो रहेछ हेरौँ न। म त गएको पनि छैन अहिलेसम्म, घर नजिकै छ, त्यही नि गएको छैन। ए यता रहेछ नि त, मैले त नदेखिरहेको यो भएर। साइडलाई चाहिँ नबालिकन आउँछ नि यार। कताबाट बोडेतिरबाट झरे नि, त्यो राधे निक्लेर गएपछि त आइगयो नि। अनि राधेमै पेट्रोल पम्प छ त, अनि त्यहीँबाट गएको भइहाल्छ। अनि किन यता हाल्नु, यहाँ फाँटमा तेल हाल्ने इच्छा गएको छ। यहाँ पहिला तेल हालौँ, तेल नहालिकन त पुगिँदैन।
गाडी तेल पनि हाल्यो यहाँबाट निस्किँदैन यहाँबाट निक्लिन्छ थाहा छैन है यहाँबाट त मलाई अब आनन्द र चिलसँग गइन्छ भ्याक्तेपुर बेरबेरी सुपोएर सनसिटीको तल्लो बाटोबाट सिधै उता निस्केर सुरु जानुपर्छ होइन तर कुदाउनु चाहिँ हुन्न क्या धेरै यस्तो बाटोमा बाफ्रे के को जाम हो यस्तो सानो बाटो सानो बाटोकै कमाल हो त्यो यता बाटो चाहिँ दामी छ क्या टाढा आउँदाखेरि त्यति बाटो खतरा टाढा आउँदाखेरि अन्त त्यहाँ अलिकति सानो बाटो आउने फेरि यता चाहिँ खतरा होइन बल छ बाटो बल गाडीहरू रोकिदिन्छन् यसरी अनि त्यत्तिकै जाम भइदिन्छ क्या के हुन रहेछ यहाँ के को जाम हो डोजरले पुरै जाम बनाइदिएर राख्यो अहिले के हुन्छ बाटो बढ्ने खनिरहेको चुनाव आउनु लागेन नि त अरे बाप रे ये तो धोती खोल रहा है गाईहरूलाई आनन्द छ है मस्त बाटोमा लड्यो बुझ्छ किन छोड्नु क्या पालेपछि त अचम्म लाग्छ मलाई त यस्तै हो इटा पाखे चोक भन्दो रहेछ है गाईहरूलाई चाहिँ यहाँ पिस थपै हेर न अलिकति है एउटा लिने आफ्नो भएपछि त लेफ्टबाट ओटेको भन्दा नि अलिकति कन्फिडेन्स आउँदो रहेछ तर खासमा चाहिँ बिस्तारो जानेहरू चाहिँ लेफ्टबाट जानुपर्ने हो होइन अलिकति छिटो जानेहरू चाहिँ राइटबाट जानुपर्ने हो क्या एउटै लेन आफ्नै भए पनि जस्तो त्यो लेन चाहिँ बिस्तारो जानेहरूलाई यो लेन चाहिँ अलिकति फास्ट जानेहरूलाई हो क्या मिरर चाहिँ हेरेर लेन चेन्ज गर्नुपर्छ है गाई अब हामी आइपुग्नै लाग्यौँ है हाम्रो डेस्टिनेसन इँटाहरू बिछाएको रहेछ कस्तो बाटो क्या गल्ली गल्ली छिरेर आउनुपर्ने रहेछ छिर्छ बाइक त छिर्दा जे होस् आनन्द छ कति असल गल्लीमा त घुम्न न होइन कता हो अब यहाँ रहेछ गाडी पार्किङ चाहिँ यहाँ अगाडि पनि रहेछ होइन सुतार चाहिँ गरिदिउँ न किन घाममा राख्नु होइन कुल्यान गरायो एकछिन कुल्यानलाई बज्न दिउँ होइन के कसो पैसा पनि लाग्ने रहेछ पार्किङ हामी हिँड्दैछौँ अब लखर 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 कुवा हो म त पहिलोचोटि आएको हो भक्तपुर दरबार स्क्वायर थाङ्का जताततै थाङ्के थाङ्का है ठुलो रहेछ त यार दुईवटा बाघहरू के भन्छ त्यसलाई तर मान्छे चाहिँ खासै नहुने है यहाँ अलिकति भित्र भएर नि होला पाटन जस्तै मान्छे चाहिँ नहुने माथि पनि के रहेछ कृष्ण मन्दिर हो क्या अहिले ठुलो छ है यहाँ ठाउँ छ पहाड कृष्ण मन्दिर हो के हो यो मन्दिर चाहिँ रहेछ ठुलो रहेछ यार भक्तपुर दरबार स्क्वायर नै है भक्तपुर दरबार स्क्वायर ठुलै रहेछ बिचमा के राखेको बिचमा ठेनुङमा यहाँ नि रहेछ पार्किङ त त्यहाँ हिँडौँ एकछिन त्यहाँ अगाडिसम्म सबै व्यापार हेर नि तिम्रो अनुहार राखेर रहेछ यता हो सही हो पर्छ किरिङ सिरिङहरू पनि रहेछ व्यापार क्या है जता पनि ढोकाहरू मूर्तिहरू गाडीमा राख्नलाई घरमा राख्नलाई भित्र काटेहरू नि जस्तो छुट्टो गजुर हाल्न ला होला क्या ए रथ रहेछ के को लागि रथ हो रथ बन्दैछ पुरै चुट्टो लगाएर अब कताको यात्रा भक्तपुर दरबार स्क्वायर त ठुलो रहेछ है त्यहाँ जाउँ न अब के रहेछ हेर्न आएको नि यता घुमाउ न त ए माथि जाउँ न त भुइँचालोले केही क्षति पुऱ्याएन होला यहाँ कि पुऱ्याएर बनाएको होला है यत्रो रस्ता पर्छ कसले बनाएको थाहा थियो न भक्तपुर दरबार स्क्वायर यताबाट चाहिँ पुग्दो रहेछ मलाई पनि थाहा छैन प्रताप मल्ल त काठमाडौँ दरबार स्क्वायरमा बस्दै गएर नि पाटन प्रताप मल्ल भने काठमाडौँको राजा होइन मलाई त काठमाडौँको जस्तो लाग्छ के किन्छौ कि फोटो सोटोहरू घर आउँदा तास्न
कहिल्यै पछि बिजनेस खाउने त्यसकै लागि बनिरहेको रहेछ यहाँले है त्यो यहाँ बन्न लगाएको रहेछ यो सङ्ग्रहालय यहाँ रहेछ नि त म्युजियम यहाँ रहेछ हामी यहाँ आइसक्यो होइन अघि हो कता उस्तो लाग्ने हो उता म्युजियम नै रहेछ म्युजियम नै रहेछ उताबाट पनि छिर्न मिल्ने रहेछ म्युजियम बन्द हो र छिर्न मिल्छ मिल्छ So why we say that? What are these all temples made of? के रहेछ यता चाहिँ फोटो खिच्न मन आइरह्यो यहाँ गाइज यहाँ है फोटो खिच्न मन आइरहेछ त्यही भएर अब हामी अनुशासनमा बस्नुपर्छ है त A few moments later. गाइज हामी यहाँ भित्र छिर्न नै आयौँ भित्र चाहिँ नो फोटो रहेछ त्यही भएर हामीले सबै नगरीको पहिचान दियौँ केही गरेन होइन फोटोसोटो केही खिच्दैन डुलेर मात्र आयो भित्र एउटा मन्दिर रहेछ खासै के रहेछ सबै बन्द रहेछ यो चाहिँ 55 झ्याले दरबार भने चाहिँ यही रहेछ यी होइन माथिको फ्लोर मात्र 55 झ्याले भएर 55 झ्याले दरबार होला राम्रो रहेछ दिवस होइन दिवस भित्र चाहिँ फोटोसोटो खिच्न मनायो भएर हामीले केही खिच्दैनौँ हामी डुलेर मात्र आयौँ खासै खाली रहेछ सबै बन्द रहेछ राष्ट्रिय कला सङ्ग्रहालय नै बन्द छ म कत्रो हो यो ठुलो रहेछ है ठाउँ त लास्ट ठुलो रहेछ यो के हो फेरि यो त प्रहरी प्रभा दरबार सोकवार के हो यो अरे कहना क्या चाहते हो ए माथि नेपालीमा पढेर पढ्न नआइदिनु मैले भनेको थिएँ त अस्ति नेपाली चाहिँ लेख्न आउँछ पढ्न आउँदैन इङ्ग्लिस चाहिँ पढ्न आउँछ लेख्न आउँछ विद्यालय त रहेछ यहीँ यो नि त लाइन यहाँबाट चाहिँ बाहिर निस्किने होला कलेज नै यहीँ रहेछ पद्म कलेज सबै ओल्ड डिजाइनको घरहरू क्या रमा दामी क्या कल्चरल भ्यालुज प्रिजर्भ गर्ने ठाउँ कत्रो ठुलो छ क्या यो म्याप मूल ढोका त्यहाँ रहेछ बिहासी रे हनुमान घाट रे सुकुल ढोका रे दरबार स्क्वायर त्यहाँ रहेछ सिद्ध पोखरीबाट सिधै आयो भने त बुझ्नु रहेछ ठिक छ ल यो म्याप आइगयो म्याप हेरेर आउनु सक्नुहुन्छ पज गरेर के कहाँ रहेछ भनेर ठुलो त लास्ट ठुलो रहेछ है उता हेर्दैन यस्तो देखिन्छ यता हेर्दैन यस्तो देखिन्छ गाडी जब हामी सिधै उतै जान्छौँ डुलिहाल्यो म्युजियम छिर्ने भने म्युजियम बन्द रहेछ तल नि सेम यस्तै छ माथि नि सेम यस्तै छ त्यही भएर अभी हम चलते हैं दादा बाई बाई खाजा खाउँ न भइला जाउँ खाजा खाउँ हामी चट्टा लगाएर बाइकमा चढौँ है त गाइज बाइकमै गएर भेटौँ है त गाइज A few moments later. फाइनली हिँड्दै आइयो बाइकसम्म पनि हुन्छ कहाँ खाँदैछ अरे बाइक त कस्तो राम्रोसित रोकेको थिएँ मैले गाडी जब हामी निस्क्यौँ यहाँबाट उता जानु दिन्छ कता ल्यायो कता ल्यायो हामी त दरबार स्क्वायरभित्र नै यहाँ बाइक लिएर पो छिर्दिउँ त मान्छे त लास्ट के हो के छौँ क्या हामी त ठाउँ चाहिँ उत्पादै ठुलो रहेछ तपाईँसँग छिराएको थिइनँ आज पहिलोचोटि छिराएको म त यहीँबाट बाटो थाहा रहेछ 5 किलो त्यत्रो घुमाउनु पर्थ्यो अघि सिधै लगेर मस्त आनन्दको हावा लागेको छ अब चाहिँ सननन्न लाएर चिल छ बाटो चिल छ भने धेरै कुदाउनु नै हुन्न आनन्दले आफ्नै स्पिडमा जानुपर्छ गाडी हामी चाहिँ अब डाँडामै जाने भयो अब यहाँ डाँडा कति नै छ र होइन सिधै डाँडामै गएर डाँडामै खाने अब खाजासाजाहरू अहिले नि यहीँ जाममा पर्यो अहिले नि यहीँ जाममा पर्यो है मेन्टेनेन्स हुँदाखेरि अलिकति जाम त भइहाल्छ अभियस कुरो हो नि होइन यसले साइड लाइट चाहिँ किन दिइरह मैले बुझेको छैन क्या ओभरटेक कहाँबाट ओभरटेक हान्नेमा निभाउन बिर्स्यो हामी यहाँबाट राइड लाग्छौँ गाइज होइन चट्टपबाट निस्केर
अनि सर जानुपर्छ। अहिले त कन्फिडेन्स चाहिँ के आउँछ क्या के को गाडी हो यो के प्राइभेट रहेछ है पानी ट्याङ्कर त होइन होला तेलको हो कि बोर्डै नै आइन लाग्यो है होइन बरु के कहिले काहीँ चाहिँ के थपिरहेको हुन्छ हामी बोर्डै नै आयो कहीँ है बोर्डेबाट चट्ट राइट पेट्रोल पम्पबाट गयो राइट अन्त सिधै नि कहिले सकिन्छ आमामा रन्किँदै आएको त गाडी यहाँ चाहिँ एउटा गाडी चाहिँ सधैँ हुने क्या यहाँ रोगीले नै किन हो अनि सधैँ जाम हुन्छ आशा खाली त कहिले देखाएन होला मैले नि भने एउटा न एउटा गाडी त हुन्छ क्या बाबा चोक पनि आइपुग्यौँ होइन बाबा चोकबाट त कति नै छ र हाम्रो पेरो डाँडा पेरो कुद त गयो एउटा उकालो गयो अनि त्यसो त आइ त गयो होइन कस्तो जाम हो आज त भिड हो आज त हामी आइयो डाँडा हजुरलाई चाहिँ यही थियो ब्लग गेम जोनमा त आज के भिड के कस्तो लाग्यो क्रिकेट चलिरहेको त्यही भएर भिड हो क्या अहिले उहाँ हेर न क्रिकेट चलिरहेको अनि के को क्रिकेट चलिरहेको नि हजुरलाई चाहिँ यति होइन गाइज सबैजना लाइक कमेन्ट सेयर सब्सक्राइब सबै ठोकिदिनु है गाइज एकचोटि के भएर चाहिँ क्रिकेट स्टेडियममा के चलिरहेको रहेछ हेरौँ न के क्रिकेट चलिरहेको यो लोकल क्रिकेट हो कि इन्टरनेसनल क्रिकेट हो लोकलै हो जस्तो यो साइडबाट मात्रै खिच्दा रहेछ र यो साइडबाट छैन भने खासै ठुलो होइन के क्रिकेट चलिरहेको क्रिकेट चाहिँ चलिरहेको हेर्ने भयो मुलपानी क्रिकेट हाइट माथि ठ्याक्क यहाँ हेर्नु मिल्छ टिकट घटकन ल त गाइस बाई